हामी चाहिँ यता तेजेर नि चौतारो देउराली कोले खानु भन्छ यसरी। यहाँ फर्स्ट प्राइज ढालिसकेछ है साथीहरु। यल्ला ब्रो भाइ के हो तिम्रो साइडको गाडीहरु छ। यहाँ चाहिँ लाइट कमी रहेको छ। मजाले आउनु है मजाले भाइ। हेलो नमस्कार वेलकम बैक टू माई यूट्यूब चैनल। दिस इज टिटुल गुरुङ। सबैजनाले हाम्रो सुन्दर गाउँ सिङ्दी गाउँबाट स्वागत गर्न चाहन्छु। अहिले चाहिँ म यता तेजेरो ने चौतारातिर आइसकेका छौँ तपाईहरुलाई लिएर। के कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला। म यताको सिनहरु भ्यूहरु देखाउने छु। बाजे रछन्ने हो के लिबो खाए त्यहाँ रामे लिबो खाए त्यहाँ रामे। बाजे चाहिँ बाख्रा चराउन जाने रे। हामी चाहिँ यता तेजेर नि चौतारा घुम्न आइसकेका छौँ। अनि यो वाला ट्रस्ट चाहिँ हाम्रो स्वर्गीय कोसुबा स्मृतिमा हामी साथीभाइ बङ्कर एफसी द्वारा निर्मित चौतारामा रहेको छ धर्मशाला। एकदमै राम्रो ठाउँमा यहाँनिर चाहिँ एकदमै मिठो मिठो भ्यूहरु देख्न सकिन्छ। उता यो बाटो भएर हामी पैदल यात्रा गरेर पस्गाउँ पनि जान सक्छौँ। माथि पले डाँडातिर चाहिँ पुरा बादल लगाइराखेको छ। उता नाला बना खेरबो बना एकदमै हरियाली राम्रो देखिरहेछ। यहाँ दाई सोल्टीहरु नि भइहरु बसिराखेको छ। आज चाहिँ यसो तपाईहरुलाई नि अनि यता घुमाउँदै लिइराखेको छु। वहाँ मुनि चाहिँ हामी पस्गाउँ जाने बाटो जुन स्योरो खोला भनिन्छ त्यो खोलालाई चाहिँ। अनि यता चाहिँ तबु खेत सबै त मैतु खेत। कति जनाले मिस गरिराख्नु भएको छ यो यहाँबाट देखिने भ्यूहरु। अनि यो चाहिँ चौतारी भइहाल्यो। यो ठाउँ बस्दा एकदमै शीतल आनन्द मिल्छ। हावा मज्जाले चल्छ। अनि वनहरु नि मज्जाले वारिपारी सबै देख्न सकिन्छ। अहिलेको मौसममा चाहिँ झन् यस्तो राम्रो भन्छ। कोदोबारी धानबारीहरु पुरै हरियाली एकदमै राम्रो देखिरहेको छ। चौतारीबाट देखिने भ्यू अलिअलि देखाइसक्यौँ। अब फेरि घरतर्फ लाग्नु पर्ने हुन्छ। साथीभाइहरु चाहिँ उता माथि जुन यो मालिकुवा युनाइटेड क्लबद्वारा आयोजना गरेको 7 A साइड फुटबल प्रतियोगिता थियो अस्ति बडा दशैंको अवसर पारेर। जुन प्रतियोगितामा चाहिँ हाम्रो भाइहरु डेली एफसीले विजय हासिल गरेको थियो। त्यही विजय हासिलमा आज चाहिँ सानो भोज कार्यक्रम राखेको छ। राँगो ढालेर अघि राँगो ढालेको चाहिँ मैले अलिअलि खिचेछ त्यो पनि हेरौँ। यहाँ फर्स्ट प्राइज ढालिसकेछ है साथीहरु। बङ्गुर भएर आएको हो। बङ्गुर धरानी कालो लडेक छ। ल सही हो। भिसी हो। आज के ढाल्यो दिवस? आज भिसी ढाल्यो। त्यसपछि गिलास ढाल्यो हो। पहिला ढाल्यो हो। त्यति हो। लडेक छ। आज बिहानीको मौसम 9 बजेको मौसम चाहिँ यस्तो मिठो देखिरहेछ। यहाँबाट देख्ने गाउँहरु गाउँको भ्यू हाम्रो यो बजेको घरबाट सानुमाया साजन भाइको घर है गाइज। केटाहरु चाहिँ यहाँ भर्खरै भैँसी ढालेर पहिलो हाम्रो साझा धारा यहाँ थियो। अहिले चाहिँ पुरा
घर घरै धारा हुनाले अहिले यो चालु अवस्थामा छैन। पहिला निकै नै हामी नुहाउने धुने सब यहीँ हुन्थ्यो, सबै टोलवासीहरू। पुरा अहिले त यस्तो रहेको छ। काँदुरी फ्रम काँदुरी पुरै लेउ पलाइसकेछ। यहाँबाट गाग्री खसेर गाग्री नि कतिवटा भाँचाइदिएको थिएँ मैले पानी भर्न आउने बेलामा। गाइजहरू यहाँ पुरा भैँसी काट्दै आज चाहिँ पार्टी खाने भन्ने छ फर्स्ट प्राइजको। कोदोबारी चाहिँ यस्तो राम्रो देखेछ नि साथीहरू। यो चाहिँ हाम्रो छोर्जो खेत देउरालीतिर। कोदो चाहिँ पुरा यसपालि चाहिँ एकदमै राम्रो भएको छ। कोदो धान मजाले। अब फल चाहिँ कतिको फल्छ है। बोट हेर्दा चाहिँ यस्तो राम्रो भएको छ, राम्रो देखेछ। अनि बिहान हामी निशा घरमा चिया कफी खाएको थियौँ, त्यो पनि थोरै राखिदिनेछु। है त हाम्रो बिहानीको नास्ता पापड रोटी कालो चिया झिलिङ्गा एक लट कफी खाइसक्यौँ हामीले। अब चाहिँ फेरि चट्टा चियासँग यसरी खाँदैछौँ। यहाँ जोई त्रिसा ग्रेसी निशा खिम भाइ ल है गाइज मर्निङ मर्निङ। यी बिहानको मौसम चाहिँ यस्तो छ। अघि बिहान यस्तो बबाल खुलेथ्यो। के होइन आज 19 हो। मिठो गाइज यो वाला कोले खानु भएको छ यसरी। मिठो यस्तो बच्चामा कोले खानु भएको छ कमेन्ट गर्नु है गाइज। खुब चिया यस्तरी तान्यो अनि यहाँ चाहिँ देउराली पहिल्यै हाम्रो बाजेले बनाएर राखेको र यो चाहिँ पछि हाम्रो फुपू दिदीहरूले पुनःस्थापना गरेर राम्रो बनाउनु भएको छ। यो लोत चाहिँ अस्ति नयाँ सालमा हाल्नुभएको, हामी नै आएर हालेका थियौँ। हेर्नुभयो कि भएन, यति बेलाको ब्लग पनि रहेको छ। एकदमै राम्रो रहेको छ है गाइज देउराली। अनि यहाँनिर हाम्रो सिङ्दी गाउँ प्रवेश गर्ने गेट रहेको छ। यहाँबाट हामी माथि गाउँ पुगिन्छ। अनि यो तेर्सोबाट तल गयो भने हामी दलित बस्ती साथसाथै तल्लो गाउँ पनि पुग्न सकिन्छ। अहिले म चाहिँ माथि जानुपर्ने हुन्छ। हामी चाहिँ माथि यो सिँढी बाटाहरू नि कस्तो राम्रो, एकदमै राम्रो आनन्द। गाउँघर आएपछि त यत्तिकै नै रमाइलो, क्या मजा आउने के। नेगेटिभ भाइब्सहरू केही कति पनि नहुने, सबै पोजिटिभ आनन्द। कस्तो मजा आउँछ। त्यस्तै भइरहेछ। दिन पनि झन् बब्बाल देखेछ। तल हर्की खेत, वहाँ स्याउरो खेतहरू टन्टनै रहेको छ। अनि वहाँ पारी पसगाउँ है साथीहरू। पसगाउँ माथि नै बादल मिठो लगाइरहेछ। जुम गरेर हेरौँ। मौसम चाहिँ मजाले खुलेको छ आज बिहान चाहिँ यति बेलाको टाइममा। अब दिन बेलुकातिर चाहिँ के कस्तो हुन्छ लेट्स सी, हेर्नै बाँकी छ आज के हुन्छ। त्यो पनि सबै समेटिने छौँ है त। पहिला पहिला हामी यो बाटो हिँड्नै सक्थेनौँ के। किन होला भन्दा खुला दिशामुक्त क्षेत्र थियो त्यति बेला। यहाँ बाटैभरि दिशै दिशा हुन्थ्यो। मेन चाहिँ दिशा गर्ने ठाउँ चाहिँ यहाँबाट यता जान्थ्यौँ कि सबजनालाई नै पारेर दिशा गर्थ्यो। सबजना खेत काम गरेर आएपछि भारी बोकेर आउनुपर्ने, यहाँ पुरा दिशै दिशा हुने गनाउने है, सास फेर्ने यति गाह्रो हुन्थ्यो।
अहिले त एउटा केही भेटाउँदैन किनभने अहिले सबैको घरमा एक चर्पी बनिसकेको छ र सफा सुग्घर पनि निकै भएको छ। यहाँतिर निकै फोहोर फाल्थ्यौँ, फोहोर हुन्थ्यो अनि यो कुलोहरू जस्तो होइन यो बाढी आउने ठाउँतिर बाटैतिर आमाम दिसै हुन्थ्यो कि गाइस। पहिला धेरै वर्ष अगाडि हो। अहिले चाहिँ निकै राम्रो भएको छ, सफाइ भइसकेको छ। गाउँवासीहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु ल। तपाईँ हामी सबै मिलेर यसरी नै सफा सुग्घर रहनुपर्छ, स्वस्थ हुनुपर्छ। गाइजहरू पुरा सेले गर्दैछ भैँसी काटेर। आमा अहिलेसम्म पोल्दै थियो क्या गाइज, कडा भिसियाले बुङ्गुर भयो। खसी बनाइदियो नि त अब हो। ल भाइ ल। हाम्रो यता घरको भैँसी कुखुरा म चाहिँ यता बारीमा गएर काँक्रो लिएर आउँछ है साथीहरू। काँक्रो हन्टिङ आज चाहिँ काँक्रो चट्ट ल्याएर काँक्रो खानु पर्यो। कति रहेछ काँक्रो बारीमा, खासै सकिसक्यो अहिले काँक्रो त होइन। पहिल्यै हाँसी पोखरामै 15-20 वटा पठाइसक्यो। अहिले नि अझै 2-3टा राख्नु भएछ। एउटा लिएर जानेछु। यहाँ पनि एउटा छ मजाको। यतातिर यहाँ तलको जान्छु, त्यहाँ तलको टिप्न जाऊँ है त हामी। मुला लसुन प्याज सबै उम्रिसकेछ। चियाको बोटैमा कति राम्रो चियाको बोटै। यहाँभित्र हुनुपर्ने आमाले यहाँ छ भने जस्तो होला थियो। कहाँनिर छ हौ तिमी काँक्रा? यहाँ चाहिँ नरहेछ साथीहरू, यहाँ माथि छ है। छिप्पिसकेछ तर यो त म कत्रो ठुलो हो। पप्पै यो त बेसरी ठुलो छिप्पिएको रहेछ। अलिक कलिलो खानु पर्यो है। ठिक्कको रहेछ अन्त सानोले नि। आज काँक्रो टिपिसक्यो मैले, एकदम कलिलो। यहाँ छन त छ तर लास्टै छिपिएको रहेछ कि। यस्तै कलिलोहरू खान मिठो हुन्छ कि। सकि पनि सक्यो बिचरा अहिलेसम्म कति खाने काँक्रो। यहाँ पनि एउटा छ, त्यो चाहिँ भोलितिर खानु पर्ला। माथिको पनि भोलितिर। आज चाहिँ के खान्छौँ हामी। अस्ति आएदेखि खाएको खाएछ बिचरा, अब सक्ने नि भयो नि 2-3 महिना। यसलाई सिलौटामा अचार पिसेर मिठो खानुपर्छ है त। अब चट्ट ल्याएर काटेर खाउँ काँक्रा। गाइस काँक्रा चाहिँ पुरा लोकल काँक्रा रेडी भइसक्यो। चट्ट ल्याएर सिलौटामा पिसेको डल्लेर लसुनको अचार सराप्प खानुपर्ने हुन्छ अब। चियर्स। दामी। कस्तो छ नि? मिठो मिठो दिदी किम भाइ? दामी लोकल ठिक्क गराइज है यो। दामी। ल हामी चाहिँ उता केटाहरूले भुटुवा रेडी भएको छ अरे। भुटुवा खान बोलाएको छ। भरे मलाई आयो नि माथ्याउ यो भुटुवा छ नि यो। तल जाँदैछ भाइ र म सेट लगाएर काँस्यो गाउँतिर। आऊ म आउलाई म
ल ल ए खिमेश के गरेछ छेउमा हाम्रो मामा फुपूको घर पहिला हामी चाहिँ यो बाटो हुँदै पोखरा झर्थ्यौँ हिँड्दै जाने बेला उता काँस्यो बन काँस्यो खोल्सा हुँदै थङ्गो बिदा हुँदै सरी उता पुग्थ्यौँ जुन चाहिँ यता आयो नि बाटो खुइयो नि अहिले चाहिँ तल बस आएर त्यही तलैबाट गइन्छ केटाहरूले यता समाजहरू पकाउँदैछ बनाउँदैछ के बनाएछ ल आइपुग्यौँ हामी चाहिँ यहाँ प्रगति टोल भवनमा गाइजहरू खै भुटान हो ए ल्याउनै लागेछ नि त भुटान हेलो 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 गाइज हेलो एभ्रिवान हेलो हेलो चट्टोलाएर यहाँ भुटान खाँदै गाइजहरू हाम्रो जुनियर गाइज जुनियर गुरुङ गाइज के अरे यिनीहरू गुरुङ गाइज नेक्स्ट इयरको विनर किचनमा के हुँदैछ हो हेलो भान्जे ढिलो भयो तिमीले खाने हो मजाले ल मासु त डरै छ त यार आजको त कडा बब चिकन सब कडा बनाउँदैछ भान्जे सोल्टीहरू कति धार्ने निस्किएर रहेछ भान्जे कति धार्ने निस्किएर रहेछ 20 धार्ने ल हाम्रो चाहिँ भुटुवा तताउँदैछ गाई चिसो भएर अलिकति ढिलो भएको अवस्था त्यहाँबाट देख्ने भ्यू थङ्ग बिदा कोदोबारी एकदमै राम्रो तातो भुटान है त गाइज मिठो लकेश ठकुला लोकल भुटान आएर छुट्टै मजा है साथीहरू ओहे गाइज हाम्रो यहाँ पार्टी सुरु भइसकेको छ सोल्टिनी बहिनीहरू सबैजना खाएर कोही धुँदैछ हेलो हेलो के छ खोइ स्पेसल दाल हो खै चिकन पार्टी खानेहरू बाबा टोलीहरू चाहिँ यता बस्नु भएको छ आमा टोलीहरू चाहिँ यता हुनुहुन्छ सबैजना बाबा टोली दाईहरू चाहिँ यता हुनुहुन्छ सबैजना यल्ला ब्रो ल इन्जोय हाम्रो विनरको ट्रफी 55,555 Elias हेलो मामा जो मामा नमस्ते मामा नमस्ते खानुभयो एक टोली यता आमाउ रश्मि हेलो हेलो हजुर
아유, 그치. मजाले खाम हौ हेलो 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 भाउजू हेलो हेलो बहिनी ए मालती ए रामा किरी त तिमी हामीले आज Halo, el senso tahu. Halo, el senso tahu. Iya. Minta. Lagi bubu. Halo. Ayo tu. Ayo tu. Ayo tu. Ayo sana. Saja tu. Ini ayo tu. Akan ini. Ayo tu. Lala. Ini masih. Kita je. Lala. Oh, bu. Oh, baba. Mama. Cheers, bye, mama, babe, baba, bye, bye, namaste, bye, bye. Oh, okay. Amo, chanchal ki ja banje. Hello, hello. Solli, hello mo. La, mitha sanga khanu hai ta. Oh, ekdam. Banje. Hello, baba. Namaste, baba. Mama, Baba, नमस्ते बाबा ल यसरी खाँदैछौँ सबैजना एकदम रमाइलोको साथ रमाइलो हुँदै रमाइलो गरी सबै भन्छ राम्रो भइरहेछ नि प्रोग्राम ठिकै अब एकदम के भन्नु राम्रै भइरहेछ सबैजना खाना तपाईँलाई खानु आज खाना खाएर इन्जोयबल सबैजना इन्जोय गर्नु है हस् हुन्छ थ्याङ्क यू एम भाइ के हो यो तिम्रो साइडको यो दाइ हाम्रो अस्ति भएको टुर्नामेन्ट हामीले जितेको हो कि दाइ यो मालिकवाले राखेको टुर्नामेन्ट यसको ट्रफी र अब यो सानो ट्रफी सानो है दाइ सानो मिठो है कस्तो चिटिक्क परेको फेरि यहाँ बब्बाले अलि डर मजाले आउनु है मजाले बहिनी छोरी सोल्टिनी छोइनी क्या फाबी दाओ फाबी तो यार बुहारी त साथै वाबै त है ल बेलसेल त थाहा ल के हो यता फेरि हेलो हेलो इन्डियस बाजे भन्नु बुढ छैन यसको अब भयो भाइ दुईजना डिजीमा भएको छ लडेको ओके पैसा छ दादा पैसा ओहो आइसकेछ लडेको छ हाम्रो चाहिँ यहाँ भोज सुरु भइराखेको छ एक टोली खाएर गइसक्नु भयो भने अर्को टोली नेक्स्ट टोली खाँदै हुनुहुन्छ हाम्रो चाहिँ सेल्फ सर्भिस रहेको छ सम्पूर्णलाई मिठो मानी खाइदिनु हुन्छ भने हामीलाई ठुलो आशा छ हेलो 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 मासु भात दरो है दरो ल ओके मिठो ल दरो दा लगा नि यता तल आजहरू वहाँ नि आधे लेख्यो त या त श्वे बेला बा छत्ताना आजामा दरो तुम्हारे त दाला तुम्हारी हो दरो है उसो चल पदिङको पाटिना जाति के चो यार दाल का दे रुई रे चो त हो त्यसरी के रास्ता हो त रुई चल
नम्रता मात दर छ त दर ए दाला दर हेताको मिया दर चवा दर हेका ता थवे दर यो हेलो हेलो गाइस हेलो ल सबैजनालाई वेलकम छ मेरो च्यानलमा धन्यवाद थ्याङ्क यू अलिकति आधीहरू छ यहाँ चाहिँ लाइट कमी रहेको छ त्यही पनि स्वरले चिनिदिनु होला लडेको छ बस्नु ठिकै त बस्नु के एकदमै रमाइलो भइराखेको छ बादल पनि मिठो लागिरहेछ न पुरा पार्टी भाइब्स यो चाहिँ हाम्रो किचन सेक्सन केटाहरू पुरा सर्भिस मिठो दिइराखेछ न खानुपर्छ है केटो काम पनि राम्रै गरेछ राम्रै खानुपर्छ ल सबजनाले हल्का खानपिन जलपान केही छिनमा हामी मिठो खानेवाला छौँ माथि चाहिँ मिठो खाइराखेको छ सबैजनाले तातो मासु आयोजना भएको यस भोज कार्यक्रममा हाम्रो टोलमा हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्ण सबैजनालाई डेडी कपको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई यति धेरै माया सपोर्ट साथसाथै आज दाइहरूले दिनुभएको यो माया हामी कहिल्यै बिर्सिन सक्दैन। तपाईहरुको यो माया र सपोर्टले गर्दा नै डेली फुटबल क्लब आज यहाँसम्म बढ्न गइरहेको प्रत्यक्ष रूपमा हामी सबैजनाले देखिरहेको छौँ। डेली फुटबल क्लब र यस सम्पूर्ण दाजु भाइ तथा दिदीबहिनीहरूको सम्बन्ध अझै गहिरो रहिरहोस्। तपाईहरुको आशीर्वाद हामीलाई सधैँ लागिरहोस् र तपाईहरुको साथ सपोर्टले गर्दा नै आज हामी यो ठाउँमा छ। जति पनि हामीले यो सम्पूर्ण खेलदेखि लिएर सबै कुरामा अगाडि छौँ, तपाईहरुको ठुलो हात छ। हामी आज डेलीका साथीहरू चाहिँ आज हाम्रो धेरै छैन, 4-5 जना बाहेक धेरै छैन, किनकि सपोर्ट साथ तपाईहरुको माया र हौसलाले गर्दा हामी अगाडि बढेका छौँ। त्यसैले आउँदो दिनहरूमा पनि सबैजनाले हामीलाई यति नै माया र सपोर्ट गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। र आज जुन ठाउँमा हामी डेली फुटबल क्लब सिङ्दी एफसी भनेर हिँडिरहेका छौँ, त्यो हजुरहरूकै मायाले गर्दा हो। अझै पनि सपोर्ट दिनुहोला, अझै पनि माया गरिदिनु होला र यो स्टेजबाट म हाम्रो डेली फुटबल क्लबका एकदमै सक्रिय साथी रोमन गुरुङ र दिपेश गुरुङलाई पनि मनन गर्न चाहन्छु। साथसाथै हाम्रो इन्डिया कार्यरत इन्डियन आर्मी राजन गुरुङ र टिकबहादुर गुरुङ, साथै मेरो प्रिय भाइ प्रवीण गुरुङलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु। र साथै हाम्रो यस फुटबल क्लबलाई अगाडि बढाउन सधैँ साथ सहयोग, फुटबलमा सधैँ सहयोग गर्नुहुने हाम्रो सिनियर दायाहरू बङ्गर एफसी लगायत सदरबार एफसी लगायत सम्पूर्ण हाम्रो स्टाफ मित्र तथा हाम्रो क्लबका
हाम्रो सिङ्गीको सदस्य यो क्लबका सदस्यहरू लगायत सम्पूर्णमा मेरो तर्फबाट र मेरो डेली फुटबल क्लबबाट सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।